रविलाल दाईको सपोर्ट गर्न नपाउने हो, बालन शाहको सपोर्ट गर्न नपाउने हो। सपोर्ट किन गरेर विरोध गरे कालो झण्डा किन देखाउने? मलाई के मार्नु भएर मैले कालो झण्डा देखाउने? मलाई लगेर पशुपतिमा छत्याइदिनु भएर मैले कालो झण्डा देखाउने? मलाई मार्नु भएन, काट्नु भएन, मैले किन कालो झण्डा देखाउनु? म देखाउनु न। उनीहरूले जे भने मैले त्यही गर्नुपर्ने, मैले त्यो गर्दिनँ। सँगै बसेर विरोध गरौँ गरे म विरोध गर्दिनँ। म किन विरोध गर्ने हो? म कसैको विरोधै गर्न आएन। म मेरो छोरा अधिकार खोज्न आएको, म कसैको विरोध गर्न आएको होइन। मैले विरोध नगरेको भए विरोध गरेर म विरोध गर्दिनँ नि। एक दिन चाहिँ मैले नथाहा पाएर बाने, त्यो फोटा पनि होला, मैले कालो बाने। मैले यसो हेरेँ के को विरोध हो भने यस्तो म त्यो दिनदेखि गएन। म चाहिँ त्यो विरोधमा गएन। म किन जान्छु? मेरो छोरा छ, म अरू विरोध गर्न जान्छु? जब हेर्नु 3-4 जना यस्तो बच्चा छ, 3-4 जना एकजुट भएर माइतीघर मण्डल हाम्रो हो गरे। तिनको माइतीघर मण्डल हो र यिनी बहिनीहरू बसेका छन्, यिनीहरू खै विरोध गरेर बसेका छन्। अरू यत्रो जना छन् विरोध गरेर बसेका छन्। म त अति भइसक्यो, म मर्छु। यो 3 जना छन् नि, हिजो नाम गरेको 3 जना अहिले यो मेरो नाम लगी जसले लगिरहेको मिडियामा, यिनीहरूको मैले नाम लगाएको छु। यिनीहरूको कुनैमा मिडियामा यिनीहरू हुन् भनेर भनेको छु। अनि मलाई मुद्दा हाल्न जानु पर्यो। उनीहरूलाई मुद्दा लाग्ने, मेरो हिजो हातपात गरेको मुद्दा खै? मलाई हिजो हातपात गरेर मुद्दा चलाउनु परेन? उनीहरूको ठुला कुरा हुन्छन् होइन? म हिजो मलाई बिजुली बजारको पुलबाट पुलिसहरू ल्याउनु भयो। म राति मर्ने भनेको काम मलाई अति गरिसक्यो नि। माइतीघर मण्डलमा कतिसम्म गरे? न्याय पाइसक्यो, यही बस्ने अनि हामीलाई तनाव दिने। न बोल्छु न मलाई केही। 3 जना 4 जना एक ग्रुप भएर आएर नि मलाई पिड्न आउने, 3-4 जना ग्रुप बनाउने अनि पिड्न आउने। 3-4 जना एकजनालाई कुट्न आउने हो। हिजो पनि 3-4 जना कुट्न आए होइन। मैले केही भनेको छैन, उनीहरूको नाम पनि लगाएको छैन। आफै बोलाउँछन्, ओइ यहाँ आइज तेरो दाँत साथ फुटाल्छु भन्छन्, ढुङ्गाले हान्छन्। देख्नु भएन ढुङ्गाले हानेको भिडियो हिजो? छटपट त देख्नु भएन तपाईँले? अनि मान्छेलाई मर्न बाध्य बनाउनु, ढुङ्गाले हानिदिने। भोलि बच्चा छ सानो, बच्चालाई लाग्यो भने के हुन्छ? माइतीघर मण्डल यिनीहरूको दायित्व हो र? माइतीघर मण्डल जो पनि आएर आन्दोलन गर्न पाउने ठाउँ हो नि। यो मेरो ठाउँ हो गरे यहाँ नबस गरे, ऊ मेरो ठाउँ नबस भन्ने, राति मेरो ज्ञान खोजिदिने।